एन्ड गुड मर्निङ नमस्ते वेलकम ब्याक टु कृष्ण अडियल ब्लग। तपाईँहरूलाई फेरि स्वागत छ मेरो ब्लगमा। आफ्टर लङ टाइम पछि म फेरि ब्लग लिँदै मेरो आफ्नो ब्लग स्टार्ट गर्दै म आएको छु होइन। सो आज चाहिँ म घुम्न जाँदैछु मेरो साथीहरूसँग सबैजनाको होइन। घुम्न चाहिँ अब कहाँ गइन्छ भने थाहा छैन। अनि जस्ट अब म चाहिँ उहाँहरूलाई लिन जाँदैछु। फेरि अहिले प्लान यो चाहिँ अलवादा मल हो पछाडिको टक्क होइन। यो मलको पछाडि चाहिँ हाम्रो कस्तो भन्दाखेरि बस स्टेसन छ। त्यहाँनिर गएर ठक्क दाइलाई म पिकअप गर्छु। दाइ चाहिँ आइसक्नु भएको। अनि उहाँले चाहिँ मलाई कल गरेर के भन्दै हुन्थ्यो भन्दाखेरि 45 मिनटपछि म आइपुग्छु भाइ भन्दै हुन्थ्यो मलाई। तर उहाँ चाहिँ छिटो नै आइसक्नु भएको रहेछ। अनि त्यो हुनाले चाहिँ अब गएर उहाँलाई म भेटघाट गर्छु है त साथीहरू। अब यहाँबाट म ठक्क पारी जानुपर्ने हुन्छ। पारी चाहिँ ठक्क कहाँ भन्दाखेरि सिग्नल क्रस गरेर पुग्छ है यो अन्डरग्राउन्ड चाहिँ हो। अब यो रोड क्रस गर्नलाई अन्डरग्राउन्ड जाने वाल हुन्छ कि। अब उताबाट चाहिँ लगेजहरू गुर्काएर ल्याउनु पर्ने थियो उताबाट। अनि मान्छेहरू चाहिँ लगेजहरू गुर्काएर ल्याउनु पर्ने उताबाट। मान्छेहरू हिँडेर आउनु पर्ने चाहिँ यताबाट पर्याङबाट सरर डेभलप हेर्नु डेभलप कति धेरै विकास छ चिनाउनु भएको छ दाइ होइन। जस्ट म जान्छु अब होइन भेटघाट। मैले साथी हो दाइले चाहिँ मलाई देखिसक्नु भयो। एक्साइटेड हुँदै आउनु भएर हाँस्दै आउनु भएर होइन। पुरा हेन्सी भएर अन्त बुढा त के हो सो ओ माई गड गेट आउँछ त ओ रियल भाइ ल ओ दाइ यार ओ हेलो मेरो दाइ के छ दाइ यार ओ माइला त बिमा यार के ओ के हो तपाईँ गुरु हान्छ यार चस्मा लगाइरहेको छ ओइ खतरा ओइ विदेशको हावा लागेको छ त यार। के छ त यार आएको एकदम ओ माई गड साल आज रहिले हान्नु पर्ने त यार। म त तिमीले मोटाइ छ नि म दाइ यार। अनि तपाईँको दाइ होइन सुरुमा आउँदाखेरि कस्तो घाम लागेर सुरुमा आउँदाखेरि दाइ होइन टक्क म चाहिँ भ्लग बनाइरहेको दाइ। मेरो युट्युब च्यानल पनि छ थाहा नै तपाईँलाई हो। मेरो चाहिँ कस्तो भयो यहाँ आएपछि चाहिँ लगभग मैले 4-5 महिना चाहिँ 4-5 महिना 5 महिना चाहिँ तरकारी मासु मिक्स गरेर खान्थेँ। अहिले चाहिँ लगभग 4 महिना 3 महिना जति हुन्थ्यो। महिनामा एकचोटि 2चोटि तरकारी खाइन्छ माछा मासु मात्रै कि दाइ। जाने ज्यान लागिहाल्छ म पनि मोटाएँ नि पहिला। तपाईँ त खतरा मोटाएर दिन्छ यार ज्यान ज्यान आमा। पेट चाहिँ लाग्ने त यहाँ त पेट चाहिँ साला 9 महिनाको गर्भवती आइमे जस्तो। सागर कतिखेर आउँछ फोन गरिदिएँ भर्खरै फोन गरिदिएँ। के भन्नु त्यसले त्यसबाट निस्किन्छु दाइ। त्यो अब आउने त्यसको आधा घन्टा लाग्छ नाइट ड्युटी गरेको छ दाइ। अनि खाना सागर आओस् अनि त्यसपछि जानुपर्छ। तिम्रो के छ भन न। मेरो त सब ठिक छ यार ड्युटी त बवाल छ हाम्रो। मेरो फेरि यहीँ हो नि त कम्पनी है कम्पनी यहीँ रुम त्यहीँ सब नजिक नजिक। 2 वर्षपछि भेट्यौँ होइन। 2 वर्ष 2 वर्ष होइन 2 वर्ष भयो त 2 वर्ष त 2 वर्ष भयो हो र 2 वर्ष भनौँ न। तपाईँ त आउने कहाँ आउने बेला पनि नभेटिकन आउनु भयो नि त दाइ यार। ए भेटेको थियो नि तिमीले अगाडि भेट्नु भयो नि पछि त्यही त नि। अब त्यहाँपछि त अब त्यस्तै त भयो नि काठमाडौँ यताउति खुट्टा खुट्टै जाने टाइम भयो। केही खाएर हिँड्नु भयो कि बिहान बिहान खाजा खान्छ कहाँ बस्नु यतै बस्ने कि अहिले के गर्ने अहिले जम्मा उतै कर्नेसतिर चल्छ। करेन्स करेन्समा जाने त्यसलाई करेन्समा बोलाउने के गर्ने उतै उतै आउँछ भन्दाखेरि तपाईँलाई थाहा छैन नेपाली एमबिसी यहाँनिर ल नेपाली एमबिसी यताबाट थाहा छैन। यहीँ युएको एमबिसी नि नेपाली एमबिसी नि यहीँ छ नि त। कहाँनिर भन्दाखेरि दाइ यो लुलु एकछिन हो यो लुलु एकछिनको सानो पछाडि हो कि यसको यो हामी अस्ति जाँदाखेरि यहाँबाट ठ्याक्कै लुलुको पछाडि छ कि एउटा सानो घर जस्तो छ थाहा छ कि छैन नेपाली एमबिसी हो र छ त। मलाई त यो युएको मलाई त मामाले त्यो भन्थ्यो युएको यहीँ हो भनेर। बरदुबईको त लिएर आउने यहीँ हो नि त नि काम त्यहाँबाट नै हुन्छ। तपाईँ अहिले कहाँबाट गाडी चढ्दा म त्यो बरदुबई गएको गाडीसम्म गएको होइन मान्छे त्यहाँबाट बन्द गरिदिएको छ कि अनि फेरि त्यहाँबाट अर्को स्टेसन गयो। दुबई र बरदुबई कति टाढा है दुबईमै बरदुबई हो त्यही पर्छ कि दुबईमै पर्छ हो र। ल साथी हो भेटिसौँ अब टक्क हामी कर्नेसमा गएर टक्क भेट्नेछौँ होइन साथी हो कि खाजा खाठामा भन्नु न ल भन्नु हेलो साथीहरू। अहिले चाहिँ अब टक्क हामी अलुवा मलभित्र छिरेर घुमेर होइन अब हामी चाहिँ कर्न सारेछौँ अनि साथी चाहिँ त्यहीँ आउँदैछन् होइन।
दाइको भाइ मेरो साथी। सो अब चाहिँ ट्याक्सी 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 लिनु पर्यो ट्याक्सी 12 आउँछ साथी। हामी चाहिँ ठ्याक्कै ट्याक्सीमा बसेर कर्नेसतिर लाग्यो होइन। टक्क अलिक कालो आयो यार। कालो आयो नि के हो त यार, मान्छे गुरुङ त यार। यो चस्माले पनि कालो देखेर छ त। सरी गाइज है, अलिकति म कालै भएर चाहिँ मलाई त्यस्तो फिल भयो। साथीहरू विदेशको लाइफ भनेको यस्तो यस्तै कति म आएको 10 महिनापछि दाजुभाइ हामी यसरी गाउँको दाजुभाइ हामी भेटेको होइन। छुट्टी मिलाउनु पर्छ अनि बल्ल कुरा हुन्छ, नभए हुँदैन। ठ्याक्क हाम्रो बिल्डिङको पछाडि ठ्याक्क देखिँदो रहेछ क्या। ल जे जस्तो भयो भने हाम्रो भाइले लाइक सेयर कमेन्ट चाहिँ माया गरिदिनु होला है, सबै गरिदिनु होला है। हाम्रो भाइले नयाँ चाहिँ खोलेको छ, सुरुवात गर्दैछ। तपाईँहरूले सपोर्ट गरिदियो भने चाहिँ हाम्रो भाइको अगाडि के भविष्य अगाडि बढ्ला, उज्जवल हुन्छ होइन। उज्जवल हुन्छ होइन। थ्याङ्क यू दाइ, धन्यवाद। तपाईँले यति मेरो तारिफ गर्नुभयो। 8000 टैक्सी 8000 अबू ज़बी में टक्क ल्याएर सरर है कर्नेस अन्डरग्राउन्ड सारा यति नै दाइ आइसक्यो कर्नेस। आइसकेको चाहिँ कर्नेस कति घुम्नु कर्नेस होइन दाइहरूको लागि चाहिँ अनुभव, मेरो लागि नर्मल हो। सो धेरैचोटि कर्नेस आएको कारणले गर्दाखेरि एकदम मेरो दाइलाई कर्नेस घुम्नु रिसिभ हमाले बोल्दैन त यति फास्टली। सिधा कुरा जनतासँग। सो अब चाहिँ हाम्रो साथी एउटा सागर दाइको ल मेरो भाइ देखि तँलाई। ओ सागर ए यही हो सागर दाइ। यही हो दाइ सागर, यही हो। ओ ओ ओ गेट अप दाइ, गेट अप। ओ माइला ओ तेरी के दोस्त ओ तेरी ए के छ साला के त कति हेन्सम भएको यो साला पनि। घाममा डरेर कालो भइसक्यो। घाममा निस्किने बानी छैन कहिले। कति हिरो भएको यार यो त दाइ, कति हिरो भएको दाइ। यसले त अब बिहा हुन्छ त दाइ। तेरो अनुहार मेरो मोबाइलमा देखाउनु। जस्तै होस् मेरो जिन्दगीको सारा। फोटो फोटाएर त्यो गरेर दाइ साथीहरूलाई कुरेको हुन्छ भन्दै सुरुमा हुन्छ भन्दै लुलुमा हेर के हो दाइ रक्सी। लुलुमा हेर राम्रो के हो दाइ रक्सी हो क्या? रक्सीको भाइ सागर दोस्त के छ दोस्त? गाउँमा माया साला भेटिरहने केटाकेटीहरू विदेश आएर आइफोन पनि किनेर रहेछ तैँले त दाइ। कतिमा किनिस् दोस्त? यो आउने बित्तिकै किने हो र? त्यसले त प्रगति गरिसकेछ दाइ आइफोन किनेर। मै रहेछु एउटा सबैले केही चसानु चाहिँ खतरा खालको क्यामेरा केटा हो। त हामी चाहिँ चक्क चिसो चिसो हान्ने होइन, टक्क यतातिर कोक होइन चिसो हो। अरू पनि चस्छ साला के होइन चिसो कोक होइन चिसो होला। त्यो त 2-3 चोटि होइन। हामी चाहिँ पुरै चिसो तातो खाएर चिसो कोक खाएर टक्क फोटोसोटो सुट हालेर फोटोसुट हेरेर हुन्छ। फेन्टास्टिक रमाइलो इन्जोय भइरहेछ। अब हामी चाहिँ ठ्याक्कै चाहिँ यो पारी जाने, पारी चाहिँ ठ्याक्कै समुद्र हो होइन। समुद्र भनेको सी भनेको हेर्नुहोस् दुईवटा सी त यसी यसी फोटो दामी हाने त। विदेशमा आएर बिजनेस चाहिँ सही छ कि चटपट के भयो यो कहाँको भन त? अहिले चाहिँ हामी रेगिस्तान भन्ने ठाउँमा आइसक्यौँ। रेगिस्तान होइन। सो रेगिस्तानमा तपाईँहरूले के देख्नुहुन्छ भने धेरै हलाइदियो तर केही छैन। यहाँ चाहिँ आज चाहिँ पुरै प्यारासुट यताउतिबाट सर्लको मान्छेहरू हिँडिरहेको छैन। अनि टक्क अब रेगिस्तानमा तपाईँले
अनि रेगिस्तानमा चाहिँ हामी कस्तो भन्दाखेरि अब हामी चाहिँ टक्क घुम्ने गर्ने अब तपाईँहरूलाई विश्वास लाग्दैन हामी रेगिस्तान आएको भनेर बालुवा देखाएपछि तपाईँको अब त थाहा भयो होला नि रेगिस्तान भनेर 3 जना रेगिस्तान हामी यस्तो बालुवा गर्मी सर्मी खलिबली रेगिस्तानमा चाहिँ हाम्रो कस्तो हुँदैन यता समुद्र पनि छ छेउछाउमा टक्क नहुने हो नि 2 शब्द बोल्नु दोस्त 2 शब्द सकेन तपाईँले बोल्नु लो साथीको युट्युब च्यानल छैन होला टिकटकमा हाले पनि कमसेकममा तपाईँहरूले फलो गरिदिनु होला इन्स्टामा हाले फलो गरिदिनु होला फेसबुकमा हाले के अरे फ्रेन्ड रिक्वेस्ट पठाउनु होला टिकटकमा हाले लाइक गरिदिनु होला खेल्ने केटा भने भन् यहाँ हेलिकप्टरतिर सब पाउँछ केटा हो के चढ्ने भने तिमीहरू पैसाको मात्रै कमी हो साथी हो यहाँ यस्तो राम्रो साह्रै अरू ड्राफ्टमा कुनै सङहरू छ बनाऊँ न अहिले ओए के बना यार साह्रै गर्मी त हेलो दाई हेलो क्या कर रहे हैं भाईजान ऐसे लोग रहते हैं देखो चुतिया होता है तयार थे के गरेको साथीहरू आज चाहिँ हामी पुरै घुमिरहेको छौँ लास्टै घाम भएर म त पुरै ज्याकेट लाएर गुप्त बास बसेर होइन खोइ भित्ताइ कहाँ भयो मान्छे फेरि तल हेरेर मान्छे यो त बालुवाभित्र लुक्या हुन्छ मान्छे साथीहरू देख्न सक्नुहुन्छ नुहाउनु समुद्रमा नुहाएको मान्छेहरू ओ माई गड नुहाइ बालुवामाथि सुतेर मुर्दार नुहाउँछ भने नुहाइहाल्छ नि त होइन दाइ ननुहाउनु यार यस्तो हुन्छ कि दाइ अब नुहाउँदाखेरि अहिले ज्वरो सोरो आउला भन्ने डर पनि छ कि समस्या त्यहाँ छ नि त दाइ केटा हो औतारीपनहरू केटा मात्रै छ केटी छैन कि हो केटी छैन आज केटी छैन दाइ यिनीहरूको के हो आज न त केटीहरू यति धेरै हुन्थ्यो नि आमामा टुडे आइ एम भेरी ह्याप्पी बिकज मेरो दाईहरू आउनु भएको छ यहाँनिर दाई साथी होइन नजिक दाई सागर किस्ने बसन्ती सागर किस्ने विकास केटाहरू तहरूलाई तेरो दाईहरूले यहाँबाट यो भिडियो हेरेर केटाहरूलाई देखाउँछ नि यहाँबाट मोबाइल पठाइदिन्छु भनेर सपना सोचेर बस त्यो कहिले पुरा हुँदैन त्यो पुरा हुँदैन आइफोनको भाइ साइफोन नत्र साइफोन जुन पनि फोन साइफोन यस्तो स्कुटी किन्न मन लाग्थ्यो ए फाइन स्कुटी म अस्ति लिनवाला थिएँ थाहा छ 150 मा दिएको थियो साथीले त्यो हाम्रोमा 200 मा दिरा घर गयो होइन त्यो यत्तिकै राख्दै त्यो घरबाट आएन के अनि त्योसँग पहिल्यै कुरा गरेको थियो त्यसले चला साथीहरू दाइ हेलो खोइ यहाँ दाइहरूको तल परेको छैन के हो साइलेन्ट हो क्या दारू सार खाएको मात्रै भाइ के गर्ने हामीले त्यस्तो खाने बानी छैन भाइ स्टिक अलि माथि गर्न शरीफ मान्छे हो हाततिर स्टिक भन्दा लामो छ हिँड्ने मात्रै हो साथीभाइसँग रमाइलो गर्ने हो होइन इन्जोय गर्ने हो पाडा खाली बली माया भयो हली कत्रो मोबाइल म त्यो के हो मेरो ब्राइटनेस बढाएन न ट्याक्कै देखिन्छ हामी छौँ त्यत्रो मोबाइल पनि हामीसँग छ साथीहरू कत्रो ठुलो देखेछ आजको दिन र पल एकदम रमाइलो भयो र फ्यान्टास्टिक होइन रमाइलो र दाईहरूसँग पुरै दाईको साथीहरूसँग भेट्यो अरे होइन यस्तो मजा आयो कि रमाइलो भयो कि फ्यान्टास्टिक अब चाहिँ हामी रुमतिर लगाएर आफ्नो ठाउँतिर जाँदैछौँ सो यता पछाडि देख्न सक्नुहुन्छ पानीको छहरा हाम्रो दिलको लहरा सके फिल्म सक्यो अब नेक्स्ट टाइम क्या खा रहे भाइ पानी दाइ यो फिल्टर भएर आएको त होइन टोयलेटको साइडको फिल्टर भएर आएको ओ माई गड साँच्ची हो दाइ ल नुनिले छ छैन त्यसमा ठिक छ फ्लेभर राम्रो देख्दैन एक्टिङ कस्तो गरेको थियो हिरा बेटाको कि
अस्ति नै आउँदा टङ टङ चाहिँ यहाँ कस्तो मजाको त्यो तपाईँको साउन्ड आउँछ नि त क्या मजाको साउन्ड आउँछ कि अलिक जोडले बोल्नु चाहिँ यहाँनिर कुदिएर ओहो के हो डन कुरेर बसिरहेको डन आयो डन जामुला बन राजा हो राजा पे निकाल गाजा सागर तार त ऊ त हेर्नु कसरी जान्छ तेरो अनुहार र त्यसको अनुहार मिल्दो रहेछ कि ये ब्रांड है, ये नकली है, ये असली है ही नहीं, ये डुप्लीकेट ब्रांड है। सामान लिनुस है ना, मैं इसका गारंटी लेता हूँ ये डुप्लीकेट है, ये ओरिजिनल कंपनी है ही नहीं। लिनुस है ना, क्यों सर लिनुस है ना। अरे भाई ये मैं चलाता हूँ इसको, मैं यूज करता हूँ, इसका काम करता हूँ मैं। कलेज त गर्ने लिनुस है ना राम्रो छैन भन्थे राम्रो छैन। जुन जुन हैन त्यो मान्छेले सच्चाइ कुरा त कसले राम्रो लाग्छ लाग्दैन नि हो के त्यो मान्छेले लेना अभी लेना तो नहीं लेकिन 6 महिना बाद हुन्छ 6 महिना मसिन लिने थियो तर सोचेको नि 6 महिना बाद मैले पछि कुरा लड्न खोजिरहेको भाइ बस्न त आज भोलि गइहाल्नु होइन दाइ मलाई ड्युटी जानुपर्छ क्या 8 बजे आएको त यार 6 बजे गाडी पाउँदैन 6 बजे गाडी पाउँछ मलाई के त पाउँदैन पाउँदैन किन पाउँदैन 9 बजेसम्म गाडी पाउँदैन कुरा गर्छ 8 बजे ड्युटी छ बिहानको कुरा गर्ने अहिले 10 बजेसम्म गाडी पाउँछ अहिले अहिले तपाईको लास्ट गाडी हो 11 बजेसम्म यहाँको मेरो जिम्मा 7 बजे 7 बजे हैन न टाढा जाने कुरा अब जाने 3 घण्टा लाग्छ लास्टमा नपाइरा त मेरो म के गरि त म के गर्न सक्छु मेरो भर परेर सबै यहाँ यो पुरै टिकिहाल्छ यहाँ अनि कुरा गर्छ भाइ सुन मुख कसरी भाइ सुन गाडी छैन त म के गरौँ त भोलि गइहाल्नु म के भन्न सक्छु हो त्यही हो भन्ने लास्टमा भन्ने त त्यही मसँग धेरै सुविधाहरू छ जाने एकैचोटि बसाल्छु एकैचोटि उठाइदिन्छु होइन त साथीकै 10 बजे लास्ट गाडी हो 10 बजेसम्म घर छैन के घर होइन स्योर हो कि 10 बजेसम्म हो कि यहाँदेखि गाडी 10 बजेसम्म हो जाँदा जाँदै 10 बजे आउँछ गाडी मेरो 4 वटा गाडी चलिरहेको छ यहाँ दुबईमा तिमीलाई थाहा छैन जाँदा जाँदै 10 बजे आउँछ सफ्टवेयर तपाईँको भने होइन पर्सनल यो आफ्नो होइन होइन गाउँको यो यो मेरै हो यो कति महिनाको पछि किने यो कहाँ कति महिना भर्खरै त भन्नाले दोकानमा गएर आजै किनेको पैसा दिएर किनिहालेको कि 1-2 महिनाको पछि न 1-2 महिना पछिको टाइम राखेर लिएको आज 1-2 महिना पछि राखेर लिएको अरे क्या अस्ति किनेको आज भन्दा क्यामेरा ठिक यसो तातिरहेको त 2-3 दिनमा सारिदिन्छु भनेर हिटिङ पुऱ्याउनु थियो नि त चार्ज पनि साला बिहानै लगाएको होइन सरी बिहानै लगाएको क्रिकेटमा जन्मे खाली एडाप्टर किन्ने बा ओको डाटा केबल नै 3.5 दिनको खालि त्यो किनेको डल्लो 100 दिनको त होला नि त्यो 100 मा कति चाहियो 100 मा कतिवटा चाहियो 100 मा होइन 75 रुपियाँमा कति चाहियो 100 चाहियो जब आयो 50 आयो त 75 मा कति चाहियो 75 को सामरी किन त डल्लो त 60 दिएर नि चार्जर त त्यसैमा डल्लो मात्रै पाएको 60 दिराममा त्यो के अरे जतिको मास छ नि त्यतिको मसला होला मसला हाल्दियो त अनि दाइ हिँड्दै जाने त्यहाँसम्म हिँड्दै जाने हिँड्दै जाने किन त्यसो यता आएको त हामी हिँड्दै जाने भए त उतैबाट जानु पाइन्थ्यो नि केही छैन छिटोमा नि खेल्नु गर्नु भाइ सर ओबला भनेपछि त्यसले यसरी यसरी घुमाउने अनि फेरि फेरि जा रहे हो मत कैसा है लाला फिर जा रहे हो फेरि फेरि भेट्नुपर्छ है राम्रो रहेछ रियाक्सन ल दाइ ल राम्रो दाइ ल फेरि फेरि म त यता दाइ
हेर्ने गर्नु पछि हुन्छ युट्युबमा सब्सक्राइब हाल्नु है ए हुन्छ भिडियो हाल्छु तपाईँको त पुरै ल ओए सागर कृष्ण अर्याल भ्लग हो क्या चाहिँ टक्क होइन सबैजना साथी दाईहरू सबैजना जानुभयो म चाहिँ टक्क आफ्नो भिडियो लाग्नु लाग्यो अनि आज चाहिँ रात पनि लास्ट छ अघि भात चाहिँ कति बज्यो 10 बजेर 8 बजेर 53 मिनट भएछ सो गाई म चाहिँ अब भिडियो यहीँनिर इन्ड गर्दैछु होइन यो चाहिँ अब तपाईँको बस स्टेसन बिहान दाइलाई भेट्ने ठाउँमा होइन सो गाई चाहिँ भयो हस् त नमस्ते सबैले लाइक एन्ड सब्सक्राइब गरिदिनु होला म चाहिँ हजुरहरूबाट बिदा लिन्छु अनुहार त कस्तो आएको ठ्याक्कै छ ल